यो हो आइस क्याफे मोखा हो। स्टारबक्समा पाइने जस्तै मिठो आइस क्याफे मोखा हामीले घरमै पनि बनाएर खान सकिन्छ। के चाहिन्छ त? सुरुमा हामीलाई आइस पनि चाहिन्छ, व्हिपिङ स्प्रे अथवा क्रिम, चोकोलेट सस, दुध, अनि हामीलाई चोकोलेट सिरप र हामीलाई 2 सट एस्प्रेसो चाहिन्छ। आइस मेन्यूमा त 2 सट राख्नु नै पर्यो नि होइन र? हो, एकदमै सजिलो तरिकाले हजुरहरूले यो रेसिपी बनाएर पिउन सक्नुहुनेछ। हामीले स्टार एक्सको जस्तै गर्नको लागि चोकलेट सस हामीले 2 पम्प यानि कि 30 ml जति राख्ने, 2 सट हामीले एस्प्रेसो राखेर हल्का दुईटालाई हामीले मिक्स गर्न सकिन्छ र हामीले दुध 150 ml हामीले नापेर राख्न सकिन्छ भने हामीले 100 ग्राम जति चाहिँ आइस राख्ने र त्यसको माथि हामीले व्हिपिङ क्रिम भन्छ कोरियन शब्दमा, जसलाई व्हिपिङ स्प्रे क्रिम हामीले राखेर हामीले स्टारबक्सको जस्तै गरी आइस क्याफे मोखा खान सकिन्छ। अझै टेस्टी गराउनको लागि चाहिँ हामीले चोखो सिरप पनि राख्न सकिन्छ। धन्यवाद।